हेलो एभ्रिवान, आज चाहिँ हामीहरू देवकी ट्रेडर्सले अर्गनाइज गरेको एउटा सानो ब्युटिसियनको टुरमा चाहिँ इन्भल्भ छौँ। यो टुरलाई चाहिँ सपोर्ट गर्ने चाहिँ हाम्रो क्यानपेकी स्किन केयर ब्रान्ड चाहिँ रहेको छ। आज चाहिँ म यहाँ 11जना ब्युटिसियनसँग चाहिँ यो 2 दिनको हामी चाहिँ सर्ट टुरमा चाहिँ आएका छौँ। उहाँहरूलाई चाहिँ हामीसँगको टुर एक्सपिरियन्स कस्तो लाग्यो र थोरै हामीसँगको वर्किङ एक्सपिरियन्सहरूबारे पनि बुझ्न जाँदैछु। सो हजुरहरूलाई चाहिँ म जेन्युन रिभ्यू चाहिँ देखाउँदैछु। मैले चाहिँ यहाँ हाम्रो नेत्र सीता ब्युटी पार्लरको सीता डुम्रे म्यामलाई चाहिँ देखिरहेको छु। सो म उहाँसँग चाहिँ उहाँको रिभ्यू लिन गइरहेको छु। म्याम, हजुरलाई चाहिँ हाम्रो देवकी ट्रेडरसँग लगभग हजुर चाहिँ कति वर्षदेखि काम गरिरहनु भएको छ? मैले भयो 7-8 वर्षै हुन लाग्यो। 7-8 वर्ष होला है। हजुरलाई चाहिँ 7-8 वर्षको दौरमा चाहिँ हामीसँगको वर्किङ एक्सपिरियन्स कस्तो फिल भइरहेछ? एकदमै राम्रो छ। उहाँको चाहिँ धेरै पहिलेदेखि नै हाम्रो 8-10 वर्ष त हाम्रो यसको मात्रै भयो भने त्योभन्दा पहिला पनि हाम्रो उहाँसँग होइन 21 वर्ष भइसक्यो गर्न लागेको। धेरै राम्रो छ, धेरै राम्रो छ। त्यसको साथसाथ हाम्रो अब क्यानपेकी होइन उहाँको चाहिँ धेरै हरेक चिज त्यो चिज मात्रै होइन कि हरेक चिजमा चाहिँ एकदम पर्फेक्ट छ उहाँको चाहिँ भन्न चाहन्छु। अनि आज चाहिँ हामीले जुन देवकी ट्रेडर्स र क्यानपेकी स्किन केयर ब्रान्डबाट चाहिँ 2 दिनको चाहिँ जुन हामीले सर्ट टुर प्लान गऱ्यौँ, हजुरलाई हिजो आउँदादेखि अहिलेसम्म कस्तो लागेको छ हाम्रो टुर? एकदमै राम्रो, एकदम राम्रो तरिकाले सुरुवातदेखि नै राम्रो तरिकाले राम्रो ठाउँमा एकदम केयरफुल तरिकाले लिएर आउनुभएको छ। धेरै रमाइलो ठाउँमा, धेरै राम्रो छ। हजुरहरू पनि उहाँसँग जोइन हुनु भन्न चाहन्छु सबै ब्युटिसियनलाई। मैले उहाँको प्रोडक्टदेखि लिएर हरेक कुरा बोली शब्द होइन हरेक शब्दहरू धेरै राम्रो छ। प्रोडक्ट त भन्नै परेन, उहाँले दिएको नराम्रो छैन। त्यही भएर हजुरहरू पनि यसरी उहाँसँग जोइन हुनु ब्युटिसियनलाई भन्न चाहन्छु। हस् त, थ्याङ्क यू म्याम। थ्याङ्क यू, वेलकम। मुनाज ब्युटी सलुनको चाहिँ हाम्रो मुना म्यामसँग भेटेर पनि केही कुरा गर्दैछु। सो म्याम, हेलो। हजुर, सन्चै हुनुहुन्छ? एकदम। कस्तो भयो हजुरको मर्निङ? एकदमै बेस्ट। के म्याम, आज चाहिँ जुन हाम्रो यो देवकी ट्रेडर्सले अर्गनाइज गरेको जुन टुर छ, सो हजुरलाई हिजोदेखि अहिलेसम्म कस्तो फिल भइरहेको छ? एकदमै बेस्ट, एकदमै। म त सपनामा छु कि बिबनामा थाहा नै भएन रे कि। हजुरलाई चाहिँ हाम्रो देवकी ट्रेडर्ससँग एसोसिएट भएर काम गर्दाको चाहिँ कस्तो फिल भइरहेको छ? एकदमै बेस्ट। अनि हजुरलाई जुन हाम्रो यो क्यानपेकी प्लस देवकी ट्रेडर्सले अर्गनाइज गरेको जुन यो हाम्रो 2 डे टुर छ, सो हिजोदेखि आजसम्म हजुरलाई चाहिँ कस्तो फिल भयो? एकदमै रमाइलो है। अब यहाँको हेर्न सक्नुहुन्छ है, यति पिस ठाउँ छ। यस्तो ठाउँमा ल्याउनु भयो, यति खुसी छु कि, यति ह्याप्पी है, यति रमाइलो भइरहेको छ। म सपनामा छु कि बिपनामा थाहा नै भइरहेको छ। सो थ्याङ्क यू म्याम हजुरको रिभ्यूको लागि। थ्याङ्क यू। म चाहिँ हाम्रो सन्दीपा ब्युटी स्टुडियोको म्याम सन्दीपा बर्तेला म्यामसँग पनि हामीसँग देवकी ट्रेडर्ससँग एसोसिएट भएर कस्तो उहाँलाई वर्किङ एक्सपिरियन्स भइरहेछ र क्यानपेकीसँग काम गर्दा चाहिँ उहाँलाई कस्तो लागिरहेछ भन्ने बारेमा चाहिँ जेन्युन रिभ्यू लिन गइरहेको छु। सो सन्दीपा म्याम, हजुरलाई चाहिँ तपाईँ चाहिँ हामीसँग एसोसिएट भएको लगभग 2 वर्ष भयो होला। हजुरलाई चाहिँ देवकी ट्रेडर्ससँग एसोसिएट भएर काम गर्दा कस्तो फिल भइरहेछ? मलाई चाहिँ एकदम सजिलो पनि भइरहेको छ है, रमाइलो पनि लाग्छ। अब काम गर्दै जाँदाखेरि कति कुराहरू चित्त बुझ्छ पनि। अब सरहरूले चाहिँ एकदम सजिलोसँग काम गर्ने वातावरण बनाइदिनु भएको छ। धेरै धेरै धन्यवाद। कुनै पनि रोकटोक छैन। जस्तै सामानकोदेखि लिएर कस्टमरको रिभ्यूदेखि लिएर सबै राम्रो छ हाम्रो क्यानपेकी है। अनि देवकी ट्रेडर्स चाहिँ एकदम धेरै राम्रोसँग मलाई सपोर्ट गर्नुभएको छ। त म यहाँ छु त नि, हामी दुईटालाई प्लस पोइन्ट छ है। हजुरलाई चाहिँ हिजोदेखि आजसम्मको जुन हाम्रो यो सर्ट टुर छ, हजुरलाई कस्तो एक्सपिरियन्स फिल भइरहेछ? यस्तो खतरा रमाइलो र आजसम्मको बेस्ट टुर हो है मेरो यो। इन्टरनेसनल टुर भन्दा नि खत्रै रमाइलो भइरहेको। हाम्रो यही नेपालमा पनि यति राम्रो ठाउँ रहेछ होइन। हजुरले यति राम्रो ठाउँमा लिएर आउनु भयो, हामीलाई यति खुसी बनाउनु भयो। धेरै धेरै धन्यवाद हजुरहरूलाई है। सो थ्याङ्क यू म्याम हजुरको जेन्युन रिभ्यूको लागि। हेलो एभ्रिवान, म चाहिँ अब हाम्रो जेनिफाजीसँग पनि कुराकानी गर्न गइरहेको छु। उहाँलाई चाहिँ हामीसँग काम गर्दाको वर्किङ एक्सपिरियन्स सँगसँगै हाम्रो यो 2 डे सर्ट टुर चाहिँ उहाँलाई कस्तो लाग्यो भन्ने बारे चाहिँ म उहाँसँग चाहिँ बुझ्छु ल। हेलो म्याम। हेलो, के छ हजुरको हालखबर? एकदम गुड। आजको मर्निङ कस्तो भयो? एकदम बेस्ट। हजुरलाई चाहिँ हाम्रो देवकी ट्रेडर्ससँग एसोसिएट भएर काम गर्दा कस्तो फिल भइरहेछ? एकदम खुसी लागिरहेछ, एकदम ह्याप्पी छु म त एकदमै। कति टाइम भयो हजुर हामीसँग एसोसिएट भएको? लगभग मैले खोलेको पार्लर जस्ट 8-9 वर्ष नै भयो। 8-9 वर्षदेखि हजुरलाई चाहिँ एकदम चित्त बुझिरहेछ? अहिलेसम्म त एकदम बेस्ट छ, कुनै कम्प्लेन छैन। अनि हामीले प्लान गरेको यो सर्ट टुरमा चाहिँ हिजोदेखि अहिलेसम्म चाहिँ हजुरलाई कस्तो फिल भइरहेछ? किनभने अझै इन्जोय गर्न त बाँकी नै छ। सो अहिलेसम्म हजुरलाई कस्तो फिल भइरहेछ? एकदम खुसी लागेछ। अनि र म यो कम्पनीलाई एकदम
भनिन्छ नि धन्यवाद भन्ने कि अब थ्याङ्क यू सो मच म एकदम ह्याप्पी छु हामीसँग काम गर्दा टुरमा पनि इन्जोय गर्छ नि एकदम बोरिङ फिल भएको छैन नि नो थ्याङ्क यू वेलकम वेलकम के अरे मेरो अगाडि चाहिँ हाम्रो बिमला ब्युटी पार्लरको म्याम चाहिँ बिमला ब्युटी पार्लरदेखि चाहिँ बिमला म्याम हुनुहुन्छ सो म उहाँसँग पनि केही क्वेसन गर्दैछु सो म्याम हजुरलाई हाम्रो देवकी ज्वेलर्ससँग चिनजान भएको त 2-3 वर्ष बढी भइसक्यो होला सो हजुरहरूलाई चाहिँ यो बिचमा हामीसँगको वर्किङ एक्सपिरियन्स कस्तो लाग्यो मलाई त एकदमै राम्रो लाग्यो किनकि सरहरूले सपोर्ट पनि गर्नुहुन्छ अनि अर्को कुरा चाहिँ के हो भने सरहरूले एकदमै प्रोफेसनल प्रोडक्टहरूले चलाउँदाखेरि चाहिँ त्यही प्रोफेसनल प्रोडक्ट चलाउँदा नै आफू प्रोफेसनल भएको जस्तो पनि फिल गर्छु र सरहरूले चाहिँ सजेस्ट पनि गर्नुहुन्छ तपाईँ यस्तो गर्नु न यो गर्दा बेटर हुन्छ यस्तो गर्नु भनेर सजेस्टहरू गर्नुहुन्छ त्यो चाहिँ मलाई एकदमै राम्रो लाग्छ जुन हामीले यो अहिले चाहिँ जुन 2 दिनको टुर प्लान गऱ्यौँ सो हिजो र आजसम्म हजुरलाई चाहिँ आज यो जुन टुरमा आएर चाहिँ हजुरले कस्तो फिल गराउनु भएको छ एकदमै रमाइलो भइरहेछ अब एकदमै स्पेसल डे छ आज भ्यालेन्टाइन डेमा पनि आफ्नो बुढालाई भुलेर पनि यसमा एकदमै इन्जोय गरि नै रहेको छु तर एकदमै मजा आइरहेछ थ्याङ्क यू म्याम थ्याङ्क यू मैले चाहिँ ठ्याक्कै मेरो अगाडि पेरुज ब्युटी पार्लरको चाहिँ हाम्रो सावित्री म्यामलाई देखिरहेको छु सो म उहाँसँग चाहिँ क्वेसन गर्दैछु के अरे म्याम हजुरलाई चाहिँ हामीसँग देवकी टेलरसँग चिनजान भएको त धेरै पहिला भयो होइन सो अहिले काम गर्न थालेको चाहिँ रिसेन्ट सर्ट टर्म नै भइरहेछ सो हजुरलाई चाहिँ कस्तो एक्सपिरियन्स छ एकदम राम्रो लाग्छ प्रोडक्टहरू एकदमै राम्रो प्रोडक्टहरू ल्याउनुहुन्छ दमदार प्रोडक्टहरू ल्याउनुहुन्छ त्यो प्रोडक्टभित्रबाट पनि हामीलाई पनि बेला बेलामा इन्जोय गराउनुहुन्छ सपोर्ट गर्नुहुन्छ अनि सबभन्दा बढी चाहिँ एकदम पुस गर्नुहुन्छ क्या यस्तो गर्नुपर्छ म्याम यस्तो गर्नुपर्छ यस्तो गरेन भने यस्तो हुन्छ यस्तो गर्नुहुन्छ उहाँहरू पनि ब्युटी फिल्डमै भएको भएर होला आइडियाहरू दिनुहुन्छ र पुस गर्नुहुन्छ एकदमै धेरै राम्रो लाग्छ थ्याङ्क यू देवकी ट्रेडर्सलाई एकदमै धेरै अनि हामीले चाहिँ जुन अहिले क्यानपेकीको सपोर्टबाट चाहिँ अर्गनाइज देवकी ट्रेडर्सले गरेपछि जुन यो हामी 2 दिनको टुर आजको दिन र भोलिको दिन त बाँकी नै छ सो हिजोदेखि अहिलेसम्म चाहिँ हजुरलाई कस्तो फिल भइरहेछ एकदमै इन्जोयफुल पिसफुल यसको त म शब्दहरू नै भेटिराखेको छैन अमेजिङ थ्याङ्क यू म्याम थ्याङ्क यू हजुरहरूलाई पनि म चाहिँ हाम्रो लेडी केयर ब्युटी सलुनको चाहिँ ओनर सरू गुराउजीसँग पनि केही कुरा गर्न जाँदैछु सो उहाँ चाहिँ कफी खाँदै हुनुहुन्छ है हेलो म्याम हेलो के अरे हजुरलाई चाहिँ हाम्रो देवकी ट्रेडरसँग एसोसिएट गरेर काम गरेर चाहिँ कति वर्ष भयो मेरो चाहिँ 7 वर्ष भयो पसल पार्लर ओपन गरेको काम गरेको पनि 7 इयर्स नै भयो हजुरलाई चाहिँ हामीसँग काम गर्दा कस्तो फिल भइरहेछ रमाइलो सपोर्टिभ हुनुहुन्छ हेल्प गर्नुहुन्छ केही आफूलाई अब कुनै केही गर्नु छ भने यसो सल्लाह माग्यो भने दिनुहुन्छ रमाइलो भन्छ ठिक छ अनि हजुरलाई चाहिँ हामीले यो 2 दिन अर्गनाइज गरेको टुर हिजोदेखि अहिलेसम्म चाहिँ कस्तो फिल भइरहेछ एकदम इन्जोयफुल एकदम राम्रो छ लोकेसन पनि एकदम रमाइलो भइरहेछ हामीलाई थ्याङ्क यू हामीले चाहिँ सबैजना ब्युटिसियनसँग चाहिँ कन्भर्सेसन गर्ने क्रममा मैले चाहिँ उहाँहरूलाई देवकी ट्रेडरसँग काम गर्दाको एक्सपिरियन्स र हाम्रो यो सर्ट टुर चाहिँ उहाँहरूलाई कतिको इन्जोयमेन्ट फिल भइरहेछ बोर भएको छ कि भएको छैन भनेर चाहिँ उहाँहरूको रिभ्यू लिइरहेको छ यो रिभ्यू लिने क्रममा चाहिँ अहिले मसँग छन् हाम्रो मनसिका बहिनी सो उसँग पनि म आजको टुरको बारेमा चाहिँ क्वेसन गर्दैछु उसलाई कस्तो फिल भइरहेछ भनेर हेलो मनसिका हेलो दिदी के छ तिम्रो खबर एकदम ठिक छ कस्तो भयो आजको मर्निङ एकदम रमाइलो तिमीले चाहिँ हाम्रो देवकी ट्रेडर्समा एसोसिएट भएको लुक्सको थ्रुबाट कति टाइम भयो लगभग 4 इयर्स तिमीलाई चाहिँ कस्तो फिल भइरहेछ हामीहरूले ल्याएको प्रोडक्टहरू तिमीले चलाउन पाउँदा कस्टमरलाई चाहिँ रिकमेन्ड गर्नु पाउँदा तिमीलाई कस्तो फिल भइरहेछ एकदम राम्रो लाग्छ जे अरू प्रोडक्टभन्दा पनि डिफ्रेन्ट छ नि त यो प्रोडक्ट त्यही भएर कस्टमरहरूले पनि यही प्रोडक्टलाई एकदम रुचाइदिनु भएको छ नि त त्यो एकदम राम्रो लाग्छ यो प्रोडक्ट चाहिँ अनि तिमी नि हामीसँग चाहिँ फर्स्ट टुर तिम्रो होइन सो नेसनल टुर तिमीलाई कस्तो फिल भइरहेछ हिजोदेखि अहिलेसम्म म त यो फर्स्ट नै हो नि त तर सोचेको थिइनँ यत्तिको रमाइलो यत्तिको सबजना यति रमाइलो गर्नुहुन्छ भने चाहिँ एकदम खुसी लाग्यो एकदम इन्जोय छ एकदम इन्जोय हामीले अझै गर्नै बाँकी छ सो अहिलेसम्म चाहिँ हामीलाई एकदमै इन्जोयफुल फिल भइरहेछ हेलो एभ्रिवान म चाहिँ अब हाम्रो सेलिना म्यामसँग चाहिँ कुरा गर्न जाँदैछु उहाँ चाहिँ फोन हेरेर बसिरहनु भएको छ हेलो म्याम हेलो गुड मर्निङ के छ हजुरको हालखबर ठिक छ एकदम ठिक छ
के अरे हजुर चाहिँ हाम्रो देवकी ट्रेडरसँग एसोसिएट भएर काम गरेको चाहिँ कति टाइम भयो? मेरो चाहिँ 6 इयर भयो हजुरलाई कस्तो फिल भइरहेछ? अनि मलाई चाहिँ एकदमै राम्रो फिल भइरहेछ यो कम्पनीसँग काम गर्न पाउँदाखेरि। अनि अनि यो देवकी ट्रेडर्सले चाहिँ एकदमै सपोर्ट गर्नुभएको छ बिजनेसमा। अनि सबै कुराहरू चाहिँ बिजनेसलाई कसरी अगाडि बढाउने भन्ने कुरामा पनि धेरै सपोर्ट गर्नुभएको छ। म एकदमै खुसी छु है यो कुरामा चाहिँ। अनि हजुरलाई चाहिँ हामीले यो प्लान गरेको 2 डे सर्ट टुर जुन छ क्यानपेकी र देवकी ट्रेडर्सको थ्रुबाट हजुरलाई कस्तो फिल भइरहेछ अहिलेसम्म? एकदमै इन्जोय फिल गरिरहेको छु मैले। यसरी चाहिँ म आएको थिएन टुर चाहिँ है। म चाहिँ एकदमै ह्याप्पी छु है त। थ्याङ्क यू। थ्याङ्क यू सो मच देवकी ट्रेडर्स। थ्याङ्क यू। ट्रिप सर्ट डेमा यति धेरै खुसी अनि इन्जोय गर्न पाएँ। थ्याङ्क यू। हेलो एभ्रिवान, हामीहरू चाहिँ यहाँ बसेर बन्जी गर्नेलाई चेयर अप गर्दैछौँ। सो यहाँबाट हेरेर चाहिँ इन्जोयमेन्ट लिँदै यही बेलामा चाहिँ म हाम्रो प्रतिभा म्यामसँग पनि सानो गफगाफ गर्न जाँदैछु। हेलो, हजुरलाई चाहिँ कस्तो फिल भइरहेछ अहिले? मलाई एकदमै रमाइलो भइरह्यो यहाँ बन्जी गरेको हेर्दै रमाइलो गरिरहेछ। हामीले पनि सक्छौँ कि जस्तो लागिरहेछ। जुन चाहिँ हामीले यो के क्यानपेकी र देवकी ट्रेडर्सले अर्गनाइज गरेको यो 2 दिन टुरमा चाहिँ हिजोदेखि अहिलेसम्म हजुरलाई कस्तो फिल भयो? एकदमै रमाइलो भइरहेछ। हामीलाई हिजोदेखि आयौँ, क्याम्प फायर गऱ्यौँ, अहिले पनि इन्जोय गरिरहेछौँ। अब एकछिनमा जिप लाइन गर्छौँ। देवकी ट्रेडर्सले एकदमै राम्रो ट्रिप दिइरहनु भएको छ। हजुर चाहिँ देवकी ट्रेडरसँग एसोसिएट गरेर काम गरेको चाहिँ धेरै वर्ष नै भइसक्यो होइन? सो हजुरलाई कस्तो फिल भइरहेछ? राम्रो छ एकदमै। यसमा चाहिँ अब देवकी ट्रेडर्स भन्ने बित्तिकै एक त ब्रान्डले नै चिनिन्छ, अनि अर्को चिज प्रोडक्ट चाहिँ ब्रान्ड नै ल्याउनुहुन्छ भन्ने चाहिँ सबैलाई यो चिजको ढुक्क भएको भएर चाहिँ हामीले आँखा चिम्म गरेर प्रोडक्ट लिने गर्छौँ। सो त्यसमा पनि सपोर्ट पनि धेरै नै आउँछ। हामीलाई कसरी हुन्छ मोटिभेट गरेर अगाडि पुर्याउने काम चाहिँ कृष्ण सरको हुन्छ। सो त्यही भएर त्यसमा चाहिँ एकदमै खुसी छौँ हामी। सो थ्याङ्क यू म्याम हजुरको ओपिनियनको लागि। हजुरहरूलाई पनि एकदमै थ्याङ्क यू। क्यानपेकीको टिमलाई पनि एकदमै थ्याङ्क यू। देवकी ट्रेडर्सलाई पनि थ्याङ्क यू। ओके, हामी चाहिँ अझै इन्जोय गर्न बाँकी नै छ। सो अझै इन्जोयको अपडेट चाहिँ दिन्छौँ।